नेपाल विद्युत प्राधिकरणको 5औं तहको परीक्षामा लोकसेवा आयोगले भर्खरै मात्र सोधेको एउटा प्रश्न यहाँले हेर्न सक्नुहुन्छ। मैले एउटा प्रश्न लिएको छु प्रतिशतबाट। कुनै परीक्षामा उत्तीर्ण हुन 40% अङ्क ल्याउनुपर्छ। यदि एकजना विद्यार्थीले 400 अङ्क ल्याउँदा 80 अङ्कले फेल हुन्छ भने सो परीक्षाको पूर्णाङ्क कति होला भनेर हामीलाई सोधिएको छ। हेर्नुस्, यस्तो खालको प्रश्नलाई हामी अब कसरी समाधान गर्ने त। सो सुरुमा हेर्न सक्नुहुन्छ उत्तीर्णाङ्क अथवा पास मार्क्स कति हो भनेर हामीले यहाँनिर चेक गर्न सक्छौँ। हाम्रो पास मार्क्स भनेको 40% हो प्रतिशतको हिसाबले चाहिँ। तर अङ्कको हिसाबले, मार्क्सको हिसाबले पास मार्क्स कति हो त भनेर हामीले हेर्छौँ भने त्यो चेक गरौँ। कति ल्यायो त एउटा विद्यार्थीले? 400 अङ्क ल्यायो। 400 अङ्क ल्याउँदै गर्दा 80 अङ्कले फेल भयो भने अझै 80 पुगेन। त्यसैले उसले पास हुन कति ल्याउनु पर्थ्यो? 400 + 80, 480 मार्क्स ल्याएको हुनु पर्थ्यो जस्ट पास हुनको लागि। अर्थात् जुन 480 भनेको चाहिँ पूर्णाङ्क 100% मार्क्सको 40% हो। र त्यसो हो भने अब हेर्नुहोस्, पूर्णाङ्कको 40% मार्क्स भनेको 480 हो भने पूर्णाङ्क कति हो भन्दाखेरि हामी 100% निकाल्छौँ। यो पूर्णाङ्क भयो 100% र त्यसमा अब तपाईले पहिला त 1% निकाल्नुस्। 480 लाई यो 40 ले भाग गर्नुभयो भने 1% आयो र 100% अथवा पूर्णाङ्क निकाल्नको लागि इन्टु 100 हामीले गर्नुपर्छ। 1% लाई 100 ले गुणन गरेर 100% हिसाब गरिन्छ। हेर्नुस् अब कति हुन्छ? 0 0 काटियो। 4 ले 48 लाई 12 पटक र 2टा 0, 1200। हाम्रो एन्सर अप्सन नम्बर सी 1200 हुनु पर्छ।